नेपाली खेलाडीहरूले आफू बाहेक अरूलाई विश्वास गर्न नसक्दा आज हारको शिकार हुन पर्यो। कुवेत जस्तो टोली जुन टी20 र्याङ्किङमा नेपालको आसपासमा दूरबीन लगाएर हेर्दा पनि देखिँदैन, आज फेरि त्यही टोलीले नेपाली टोलीको बडप्पनमा प्रश्नवाचक चिन्ह खडा गरिदियो। हम भी किसी से कम नहीं भन्ने अठोट लिएर नेपाली खेलाडीहरूको टाउको माथिबाट छक्काको बारुद पड्काएर आज नेपाली टोलीको खाना लागेको गाँस नै छिनेर आफूले लगिदियो। दुर्गेश थापाको नयाँ गीत चाहिँ हामी हेरेको हेरै जस्तै नेपाली खेलाडीहरूले पनि हेरेको हेरै हुन पर्यो। जुन नेपाली टोलीले सोच्नसम्म सोचेको थिएन र नेपाली दर्शकहरू पनि हेरेको हेरै हुन पर्यो। लगातार राम्रो प्रदर्शन गरिरहेको कुशल भुर्तेल र आसिफ शेखले पनि म बाहेक रन बनाउने कोही छैन टोलीमा भने जस्तै गरी गैर जिम्मेवारी खेल खेलिदिँदा त्यसको असर अन्तिममा पर्न गयो र विजेता बन्ने सपना तुहियो। कुशल भुर्तेल र आसिफ शेख मात्र नभएर प्राय सबै खेलाडीहरूलाई आज नशा लागे झैँ प्रदर्शन गर्न नै सकेनन्। ओभर कन्फिडेन्सको मारमा परेका हाम्रा नेपाली खेलाडीहरूले आज हङकङमा भएको सिरिजको फाइनलमा नेपाल 3 रनले पराजित भएको छ। खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालका लागि बसिर अहमदले उत्कृष्ट पारी खेले, उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक 8 खेलाडीले दोहोरो रन छुन सकेनन्। जितका लागि 175 रनको लक्ष्य पछ्याएको नेपाल 19.3 ओभरमा सबै विकेट गुमाउँदै 171 रनमा समेटियो। खराब सुरुवात गरेको नेपालले 28 रन बनाउँदा 4 महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो। कुशल भुर्तेल 3 रनमा, आसिफ शेख 21 रनमा आउट भए। कुशल मल्ल र दिपेन्द्र सिंह एरीले खातासम्म खोल्न सकेनन्। त्यसपछि कुनै पनि खेलाडीले इनिङ सम्हाल्न सकेनन्। निरन्तर अन्तरालमा विकेट झरि नै रह्यो। कप्तान रोहित पौडेल पनि 7 रनमा आउट भए। सोमपाल कामी 4 रन, गुलसन झा 9 रनमा र करण केसी 4 रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो। मात्र 92 रन बनाउँदा नेपालले 8 विकेट गुमाइसकेको थियो। त्यसपछि 6औं क्रममा बासिर अहमद र नन्दन यादवले 9 विकेटका लागि 72 रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोराए। विस्फोटक ब्याटिङ गर्दै नन्दनले 18.2 ओभरमा 37 रन जोडेर आउट भए। त्यतिखेर नेपालले 164 रन बनाएको थियो। अन्तिम ओभरमा नेपाललाई जितका लागि 11 रन जरुरी थियो। अनुदीप चिन्थमाराको अन्तिम ओभरको पहिलो बलमा नो बल फ्याँके। बासिरले छक्का प्रहार गरे तर उनी यसको 2 बल पछि आउट हुँदा नेपाल 3 रनको झिनो हार बेहोर्न बाध्य भयो। बासिरले विस्फोटक ब्याटिङ गर्दै 43 बलमा 8 चौका र 4 छक्का सहित 80 रनको पारी खेले।